होइन आज चाहिँ हामी जीवन बुझ्ने होइन दर्शनहरूको बारेमा कुरा गर्नेछौँ होइन। हामीले जीवनमा गर्ने गहिरा क्वेसन अथवा गहिरो प्रश्नहरूको उत्तर चाहिँ मैले दर्शनहरूले दिन्छ भनिहालेँ होइन। त्यो दर्शनहरू चाहिँ के कस्ता छन्, कसरी उत्तर दिन्छन् होइन, के भन्छन् ती दर्शनहरूले भन्ने बारेमा चाहिँ आज कुरा गर्नेछु। जस्तै म को हुँ होइन, संसारको सुरु कसरी भयो होइन, अथवा हाम्रो मृत्युपछि के हुन्छ होइन, म जन्मिनुको कारण चाहिँ के हो होइन, जीवनको उद्देश्य के हो, यस्तो यस्तो कुराहरू छ नि। अथवा हामीले बाँच्ने जीवन होइन कसरी बाँच्ने त भन्ने विषयहरूमा दर्शनहरूले एन्सर दिन्छ हामीलाई। के कस्तो एन्सर दिन्छ भन्ने चाहिँ म पछि भन्ने छु होइन। त्यसैले दर्शन पढ्नलाई मात्र होइन, दर्शनलाई चाहिँ व्यवहारमा उतार्न पनि अति नै आवश्यक छ होइन। दर्शनले हामीलाई कसरी सोच्ने, व्यवहार कस्तो गर्ने होइन, शान्ति कसरी पाउने, दुःख कसरी हटाउने, दर्शनको मेन उद्देश्य नै दुःख कसरी हटाउने, दुःखलाई कसरी जित्ने भन्ने नै दर्शनको मेन काम हो नि त। त्यसैले यी सब विषयमा हामी कुरा गर्ने नै छौँ। आज मेरो यो रेकर्डिङ एकदमै भइरह होइन। यो 8औँ रेकर्डिङ हो कि कति रेकर्डिङ हो, त्यसैले यहाँ चेक गरिरहेको छु कि अहिले फेरि हरायो भने तनाव। अनि दर्शनले हामीलाई होइन जीवनको क्लियर पर्पज दिन्छ क्या, हामीलाई क्ल्यारिटी दिन्छ जीवनको होइन। जस्तै मलाई स्वयम्भूसम्म पुग्नु छ भने होइन, मलाई यदि गाडी पाएन भने पनि म हिँडेर जाउँला होइन। तर यदि मलाई कहीँ जानु नै छैन, मसँग पर्पोजै छैन भने म गाडी पाइएन भने फर्केर घर आउन पनि सक्छु होइन, हार खान सक्छु। त्यसैले जीवनमा त्यो क्ल्यारिटी अथवा के अरे पर्पोज चाहिँ दर्शनले हामीलाई दिन्छ होइन। अनि अर्को कुरा चाहिँ दर्शन हाम्रो आत्माको लागि एउटा एक्सर्साइज हो। जस्तै हामी शरीरको एक्सर्साइज गर्न जिम जान्छौँ होइन, आत्माको एक्सर्साइज गर्न चाहिँ दर्शन पढ्नुपर्छ। किनकि दर्शनले चाहिँ हाम्रो यो दिमागमा लागेको फोहोर हुन्छ नि, जुन प्रदूषण हुन्छ नि, त्यसलाई शान्ति र जुन मैले अघि भने नि क्ल्यारिटी र पर्पोजले पहालिदिन्छ होइन। त्यो प्रदूषणहरू चाहिँ कस्तो छन् त, के कस्तो छन् भन्ने सबैलाई थाहा नै होला होइन। रिस, राग, भय, क्रोध होइन, चिन्ता, यस्तो कुराहरूलाई चाहिँ दर्शनले पहाल्ने काम गर्छ होइन। आज चाहिँ 6वटा आस्तिक दर्शन होइन, जुन मुख्यहरू अरू पनि छन्, जुन इतिहासमा कतिपय हराएर गए अथवा कति चाहिँ अरू दर्शनहरूसँग मिसिएर गए होइन, त्यस्तो दर्शनहरू पनि छन्। तर त्यो यो हराए भन्दैमा तिनीहरूको इम्पोर्टेन्स नभएको चाहिँ होइन। तिनीहरू चाहिँ आफ्नो जुन समयमा चाहिँ एकदमै स्ट्रङ दर्शनहरू हुन् होइन। तर जुन समय परिस्थितिले चाहिँ उनीहरू हराएर गए। तर म थोरै तिनीहरूको पनि चर्चा गर्ने नै छु आज होइन। अनि 6वटा आस्तिक दर्शन, 3वटा नास्तिक दर्शन र हराएका अरू केही दर्शनहरूको बारेमा नि चर्चा गर्ने नै छु होइन। अब आज चाहिँ एकदमै छोटोमा कुरा गर्नेछु यी दर्शनहरूको बारेमा होइन। तर आउने दिनमा चाहिँ म यो दर्शनहरूको एकदमै त भन्दिनँ, अलि डिपमा गएर फेरि कुरा गर्नेछु होइन। महर्षि गौतमले सुरु गरेको न्याय दर्शनले होइन, तर्क र प्रमाणको आधारमा चाहिँ होइन, अज्ञानलाई चिरेर सही ज्ञान अथवा सत्य ज्ञानले पहाल्यो भने चाहिँ हामी मुक्त हुन सक्छौँ भन्छ। अज्ञान चाहिँ हाम्रो दुःखको कारण भयो, तब त्यो अज्ञानलाई पखाल्न जुन सही ज्ञान चाहिन्छ नि, त्यो चाहिँ मुक्तिको मार्ग हो भनेर चाहिँ न्याय दर्शनले भन्छ होइन। यस्तो 6वटा दर्शन छन्, न्याय, वैशेषिक होइन, अनि साङ्ख्य दर्शन, योग दर्शन, मीमांसा र वेदान्त गरी 6वटा आस्तिक दर्शनहरू भए होइन। अब कुरा गरौँ वैशेषिक दर्शन होइन। महर्षि कणादले सुरु गरेको यो
वैशेषिक दर्शनले चाहिँ साइन्टिफिक कुरा गर्छ होइन कि यसले चाहिँ हजारौँ वर्ष पहिला होइन हाम्रो संसारको सृष्टि चाहिँ एटम्सहरू परमाणुहरूबाट भएको भन्छ के त्यो परमाणुहरू चाहिँ एकदमै सूक्ष्म छन् भनेर भन्छ होइन अनि यो उसले चाहिँ यो वैशेषिक दर्शनले चाहिँ हाम्रो संसारमा जे कुराहरू पनि एक्जिस्ट गर्छ नि त्यो कुराहरूलाई चाहिँ 7वटा कुरामा डिभाइड गरेको छ द्रव्य गुण कर्म सामान्य होइन अनि त्यसपछि विशेष समावेव अनि त्यसपछि अभाव गरी 7वटा उसमा डिभाइड गरेको छ होइन न्याय चाहिँ एउटा जान्ने प्रोसेस हो ज्ञान पाउने प्रोसेस होइन तरिका चाहिँ न्याय हो भने वैशेषिक चाहिँ के को ज्ञान पाउने त्यो ज्ञान पाउने तत्त्वहरूको उस चाहिँ वैशेषिक दर्शन भयो होइन अब कुरा गरौँ साङ्ख्य दर्शन साङ्ख्य दर्शन चाहिँ महर्षि कपिलले प्रतिपादन गरेको मानिन्छ होइन यसले चाहिँ पुरुष र प्रकृति बीचको भिन्नता हामीलाई बुझाउँछ होइन पुरुष प्योर कन्सियस शुद्ध चित्त हो भने प्रकृति चाहिँ अनकन्सियस अथवा अचेत छ भनेर हामीलाई साङ्ख्य दर्शनले भन्छ होइन अनि जब पुरुष र प्रकृति नजिक आउँछन् होइन उनीहरूबाट 25वटा तत्त्वहरूको जन्म हुन्छ अथवा सृजना हुन्छ त्यो 25वटा तत्त्वहरूबाट नै यो संसारको सृष्टि हुन्छ भनेर चाहिँ साङ्ख्य दर्शनले भन्छ होइन अनि यो दर्शनले एउटा इन्ट्रेस्टिङ कुरा यो दर्शनले सुरुको दिनहरूमा चाहिँ ईश्वरलाई स्वीकार त गर्थ्यो गर्दैनथ्यो त्यसको मतलब ईश्वरको मतलब राख्थेन कि किनकि जब हामीले के भन्ने गर्थ्यौँ भने जब तिमीले प्रकृति र पुरुष जान्छौ तब ईश्वरको महत्त्व छैन भनेर चाहिँ यो उसले मान्ने गर्थ्यो क्या साङ्ख्य दर्शनले मान्ने गर्थ्यो होइन अर्को भयो महर्षि पतञ्जलिले सुरु गरेको अथवा फेरि जगाएको दर्शन योग दर्शन जसले चाहिँ साङ्ख्यको 25वटा तत्त्वहरूलाई चाहिँ एक्सेप्ट गर्थ्यो होइन तर ईश्वर पनि छ है ईश्वर चाहिँ त्यस्तो वस्तु त्यस्तो तत्त्व हो जसमा हामीले मन अथवा हाम्रो दिमागलाई एकाग्र ध्यानको केन्द्रबिन्दु गराउन सक्छौँ त्यो मेडिटेट जसमा हामीले मेडिटेट गर्न सक्छौँ होइन त्यस्तो तत्त्व चाहिँ ईश्वर हो होइन ऊ क्रिएटर चाहिँ होइन तर उसमा चाहिँ हामीले ध्यान लगायौँ भने चाहिँ हामीले परमात्मासँग चाहिँ जोडिन सक्छौँ भनेर चाहिँ योग दर्शनले भन्थ्यो होइन अनि अर्को दर्शन हो जैमिनी दर्शन अथवा मीमांसा दर्शन होइन अनि यसलाई पूर्व मीमांसा पनि भनिन्छ होइन यसले चाहिँ वेदको कर्मकाण्ड होइन वैदिक यज्ञहरू अनि त्यसपछि धर्मको बारेमा चाहिँ राम्रोसँग बुझाउने प्रयास गर्थ्यो कि यो वेदले भनेको कुराहरूको सार अथवा हामीलाई त्यो उसको महत्त्वबारे त्यो कर्मकाण्ड यज्ञ वैदिक यज्ञहरू तिनीहरूको चाहिँ महत्त्व हामीलाई राम्रोसँग बुझाउने चाहिँ मीमांसा दर्शनले गर्थ्यो होइन अनि यसको पनि 2टा भाग छन् होइन भट्ट मीमांसा र प्रभाकर मीमांसा भट्ट मीमांसाले चाहिँ कर्महरू चाहिँ कर्महरू चाहिँ फल पाउनको लागि गर्नुपर्छ भन्थ्यो भन्दाखेरि प्रभाकर मीमांसाले चाहिँ कर्मकै लागि गर्नुपर्छ भन्ने गर्दथ्यो होइन अनि अर्को इन्ट्रेस्टिङ कुरा जब हामीले कुनै पनि कर्म वा यज्ञ वेदले भनेको यज्ञ राम्रोसँग सही ढङ्गले गर्छौँ तब यस्तो एनर्जी अथवा त्यस्तो अलौकिक शक्ति उत्पन्न हुन्छ जसले चाहिँ हामीलाई के ग्यारेन्टी गर्छ भन्दाखेरि तिमीले जे कारणले होइन त्यो यज्ञ गर्यौ त्यो चाहिँ त्यसको फल चाहिँ अवश्य पाउँछौ भन्ने ग्यारेन्टी चाहिँ त्यो शक्तिले गर्थ्यो भन्ने चाहिँ यो मीमांसा दर्शनको भनाइ रह्यो होइन अब अन्तिम आस्तिक दर्शन हो वेदान्त होइन महर्षि व्यासले रचेको यस दर्शनलाई चाहिँ ज्ञानको अन्तिम बिन्दु भनिन्छ होइन यसलाई अन्तिम बिन्दु भन्नुको कारण चाहिँ यसले यस्तो ज्ञान दिन्छ होइन जुन ज्ञान बुझ्यो पछि चाहिँ अरू ज्ञान बुझ्न पर्दैन भन्ने चाहिँ यसको भनाइ छ यसले चाहिँ महावाक्यहरू बोलेको छ के जस्तो
अहम ब्रह्मस्मि तत्त्वमसि जस्तो महावाक्यहरू बोलेको छ, जसलाई बुझे पनि हामी मुक्त हुन्छौँ भन्ने यसको भनाइ छ। अहम ब्रह्मस्मिको मतलब हुन्छ म नै ब्रह्म हुँ, र तत्त्वमसीको मतलब हुन्छ त्यो नै तिमी हौ, होइन? त्यो यो शब्दहरूको गहिराई नै बुझ्यो भने हामी मुक्त हुन्छौँ भन्ने चाहिँ वेदान्त दर्शनको भनाइरह्यो। अनि त्यसपछि यो वेदान्त दर्शन पनि यति पपुलर छ होइन अहिलेको दिनमा। यो सबैभन्दा पढिने दर्शन नै वेदान्त दर्शन होला, होइन? त्यसैले यसको धेरै भागहरू छन्, होइन? अद्वैत, होइन? अनि द्वैत, अद्वैत, विशिष्ट अद्वैत, द्वैत अद्वैत, शुद्ध अद्वैत, अचिन्त्यय, वेद अभेद गरी 6वटा यसको भागहरू छन्, होइन? अब छोटोमा नास्तिक दर्शनहरूको बारेमा केही भन्छु, होइन? एकदम छोटोमा, होइन? यो दर्शनहरूको चाहिँ एकदम डिप छ, होइन? आज यो छोटो भिडियोमा धेरै गहिराइमा जान्न पनि सकिँदैन। एउटा सबैलाई अनुरोध, यो दर्शनहरूको बारेमा हजुरहरूले पनि आफै रिसर्च गर्नु होला, होइन? किताबहरू एभाइलेबल छ, होइन? जता पनि उसमा के अरे पुस्तक पसलहरू जहाँ गयो पनि इजिली पाउन सकिन्छ, होइन? त्यसैले यो दर्शनहरूको बारेमा चाहिँ आफै पनि अध्ययन गर्नु होला। तर छोटोमा बौद्ध दर्शन त सबैलाई थाहा छ, सिद्धार्थ गौतम अथवा गौतम बुद्धले सुरु गरेको दर्शन, जसले होइन यो संसार दुःखको संसार हो, होइन? अनि भन्छ। अनि त्यसपछि दुःख हटाउनु, दुःखलाई जित्न चाहिँ अष्टाङ्गिक र मध्यम मार्ग हामीलाई को ज्ञान दिएको दर्शन चाहिँ बौद्ध दर्शन भइहाल्यो, होइन? अनि यो यिनी नास्तिक दर्शनहरू चाहिँ 6औँ शताब्दीतिर यति एकदमै जागे, होइन? एकदमै विकसित भएको चाहिँ 6औँ शताब्दीतिर हो, होइन? यिनीहरूले चाहिँ वेदलाई अस्वीकार गर्छन्, होइन? वेदको सत्यता स्वीकार गर्दैनन्, होइन? त्यस्तोलाई चाहिँ नास्तिक दर्शन भनिन्छ, होइन? अनि यो कुराले, यो बौद्ध दर्शनले अघि सारेको एउटा इन्ट्रेस्टिङ कुरा हो अनात्मा, जुन अरू दर्शनहरू सबैले त होइन, तर धेरै दर्शनहरूले मान्ने कुरा चाहिँ एउटा आत्मा छ, होइन? जुन कहिले जन्म लिँदैन, कहिले मर्दैन भन्ने चाहिँ प्राय दर्शनहरूले मान्छन्। तर यो बौद्ध दर्शनले चाहिँ अनात्मा भन्ने एउटा इन्ट्रेस्टिङ कुरा गर्छ। अनात्मा भने चाहिँ त्यस्तो आत्मा भन्ने कुरा छैन, त्यो त्यस्तो इन्फाइनाइट, होइन? जन्म मृत्यु नहुने आत्मा छैन भन्ने चाहिँ यो बौद्ध दर्शनले गर्छ। जैन दर्शनको बारेमा त सबैलाई थाहा छ, होइन? भगवान् महावीरले सुरु गरेको, तर भनिहाल्नु पर्ने कुरा 14औँ महावीर तीर्थङ्करले चाहिँ यो जैन दर्शनलाई एकदमै प्रमोट गर्न हेल्प गर्नुभएको छ, होइन? अनि यो उसले चाहिँ जैन दर्शनले चाहिँ अहिंसा, होइन? अनेकान्तवाद, अनि त्यसपछि स्यादवाद, यो 3टा कुरालाई चाहिँ एकदम प्रायोरिटी दिन्छ क्या। अहिंसा भन्ने चाहिँ नन भाइलेन्स भयो, हिंसा गर्नु हुँदैन भन्ने कुरा भयो, होइन? अनि त्यसपछि स्यादवाद भने चाहिँ ट्रुथ चाहिँ, सत्य चाहिँ एकदम कन्डिसनल छ अथवा चेन्ज भइरहेको छ, कन्डिसन अनुसार चेन्ज भइरहेको छ भन्ने चाहिँ स्यादवादको भनाइ भयो भने अनेकान्तवादको चाहिँ एउटै सत्यको अनेक साइड हुन्छ, त्यो साइड अनुसार हेर्नुपर्छ भन्ने चाहिँ डिफ्रेन्ट भ्यू पोइन्टबाट हेर्नुपर्छ भन्ने चाहिँ अनेकान्तवादको भनाइ भयो, होइन? अर्को सबैभन्दा इन्ट्रेस्टिङ नास्तिक दर्शन हो चारवाक। यसले वेदको कुरा त ठाडै अस्वीकार गर्छ, होइन? त यसको आफ्नो दर्शन चाहिँ के हो भन्दाखेरि खाऊ पिउ मोज मस्ती गर भन्ने चाहिँ यसको आफ्नो दर्शन भयो। एकदम म्याटेरियलिस्टिक र भौतिकवादी दर्शन हो चारवाक, होइन? अनि यो सत्य के हो त? सत्य के हो त भन्दाखेरि जे तिमीले फिल टच गर्न सक्छौ अथवा सेन्स अर्गनले अथवा यो इन्द्रियहरूले भोग्न सक्छौ, त्यो सब सत्य हो भन्ने चाहिँ चारवाकको भनाइ थियो क्या। अब छोटोमा, होइन? छोटोमा त्यस्तो दर्शनहरूको कुरा गर्नेछु, होइन? जुन दर्शनहरू चाहिँ हराए अथवा
अरू दर्शनहरूसँग मिसिएर गए होइन। त्यो दर्शन अरू हराउनु र मिसिनु, अरूसँग मिसिनुको ती स्ट्रङ नभएर चाहिँ होइन, त्यो परिस्थितिले त्यस्तै भयो होला अथवा अरू केही होला होइन। तर त्यो दर्शनहरू एकदमै इन्ट्रेस्टिङ के छ भने तिनीहरू चाहिँ आफ्नो टाइममा चाहिँ एकदमै स्ट्रङ थियो क्या त्यो दर्शनहरू होइन। त्यस्तो दर्शन हुन् आजीविक दर्शन होइन, अज्ञान अथवा अनिश्चयवाद होइन, अनि त्यसपछि रसेश्वर दर्शन, पाणिनीय दर्शन अथवा यसलाई व्याकरण दर्शन पनि भनिन्छ, अनि पाशुपत दर्शन होइन, अक्रियावाद, अनि त्यसपछि प्रत्यविज्ञा भन्ने यो दर्शनहरू चाहिँ अरू दर्शनहरूसँग मिसिए, कोही चाहिँ हराएर गए होइन। मक्खली गोसालले सुरु गरेको होइन यो आजीविक दर्शनले चाहिँ भाग्यमा विश्वास गर्थ्यो। तिमीले जेसुकै गर, भाग्यको खेल बदल्न सक्दैनौ, तिमीले जे भोग्ने हो त्यो भोगिसक्यौ, जे भोग्न भाग्यमा जे लेखेछ त्यो तिमीले भोग्छौ नै, तिमीले राम्रो काम गर नराम्रो काम गर त्यो चेन्ज हुनेवाला छैन भन्ने चाहिँ यो आजीविक दर्शनको भनाइ थियो होइन। अनि अर्को चाहिँ सञ्जय बेल्लठी पुत्रको अज्ञान दर्शन, यो चाहिँ एकदमै इन्ट्रेस्टिङ दर्शन छ होइन। यसले चाहिँ आफ्नो दर्शन चाहिँ केही पनि भन्दैन होइन, तर सबैमाथि चाहिँ होइन तिमीले भनेको कुरा ठिक होइन भन्ने चाहिँ यो दर्शनको भनाइ छ। यो दर्शन एकदमै जेमा पनि शङ्का गर भन्ने चाहिँ यो दर्शनको भनाइ थियो क्या। अनि यो दर्शनलाई चाहिँ बौद्ध ग्रन्थहरूमा, बौद्ध शास्त्रहरूमा त्यो टाइम जब यो दर्शन र बौद्ध दर्शन बिच डिबेट हुन्थ्यो त्यति बेला चाहिँ यो दर्शनलाई बौद्ध दर्शनमा चिप्ले किरा भनिएको छ क्या। किन चिप्ले किरा भनिएको छ भन्दाखेरि यो आफूले यो केही कुरामा विश्वास गर्ने भए पो त्यसलाई खण्डन अथवा त्यसलाई प्रतिकार गर्न सकिन्छ होइन, एट्याक गर्न सकिन्छ। केही कुरामा विश्वासै गर्दैन त के कुरामा एट्याक गर्ने, त्योसँग एट्याक गर्ने कुरै छैन, त्यसैले समात्नै नसकिने भएकोले यसलाई चिप्ले किरा भनिएको छ कि होइन। अनि यसले चाहिँ आफ्नो डिबेट गर्न चाहिँ के गर्थ्यो भन्दाखेरि कसैले सपोज सोध्यो ईश्वर छ कि छैन, सोध्यो भने चाहिँ यसले ईश्वर छ पनि भन्दिनँ, छैन पनि भन्दिनँ, छ र छैन दुवै भन्दिनँ, छ र छैन, छैन छैन केही पनि भन्दिनँ भन्ने यस्तो खालको तर्क गर्ने गर्थ्यो क्या। अनि त्यसैले यसलाई चिप्ले किरा भनिएको छ क्या बौद्ध दर्शनमा। अर्को हो रसेश्वर दर्शन, यसले चाहिँ पारा र अन्य धातुहरूले चाहिँ आफ्नो शरीरलाई अमर र चेन्ज गर्यो भने बल्ल मुक्ति पाउन सकिन्छ अथवा त्यो सत्य बुझ्न सकिन्छ भन्ने चाहिँ रसेश्वर दर्शनको भनाइ थियो। अनि यो दर्शन पुरै हराएको भने चाहिँ होइन, यो दर्शन अझै पनि होइन त्यो के अरे उसमा आयुर्वेद र तन्त्रशास्त्रमा अझै पनि प्रयोग हुन्छ। अब अर्को दर्शन हो महर्षि पाणिनिको व्याकरण दर्शन अथवा पाणिनीय दर्शन होइन, सरी महर्षि पाणिनि होइन। उहाँको दर्शनले चाहिँ के भन्छ भन्दाखेरि व्याकरण नै शब्द ब्रह्म हो होइन। अनि व्याकरणको अथवा ग्रामरको शुद्ध उच्चारण र प्रयोग गर्नाले नै हामीलाई मोक्ष प्राप्त हुन्छ भनेर चाहिँ यो व्याकरण दर्शनले भन्छ होइन। अनि अर्को हो पाशुपत दर्शन, दर्शनहरूमा सबैभन्दा पुरानो दर्शन पाशुपत दर्शन होइन, जसको प्रवर्तक चाहिँ महर्षि लुक्लिसलाई मानिन्छ होइन। अनि यसले चाहिँ कडा तपस्या होइन, अनि शरीरमा भस्म लेपन गरेर भस्म लगाएर होइन, अनि विशेष प्रकारको विशेष किसिमको उसमा बस्यो भने चाहिँ आसनमा बस्यो भने चाहिँ मोक्ष प्राप्त हुन्छ भन्ने चाहिँ यसको पाशुपत दर्शनको भनाइ छ होइन। अनि त्यसपछि यो दर्शन हराएको भने होइन, आज पनि शैवको सम्प्रदायहरूमा, शैव मान्ने सम्प्रदायहरूमा अझै पनि जीवितै छ, तर दर्शन भने छैन अहिले, आफैमा दर्शन भने छैन यो। अनि अर्को हो अक्रियावाद। अक्रियावाद चाहिँ के हो भन्दाखेरि अक्रियावादले चाहिँ के भन्छ भन्दाखेरि तिमीले जेसुकै कर्म गर होइन, त्यो कर्मको
फल होइन, पुण्य र पाप चाहिँ केही पनि हुँदैन भन्ने चाहिँ यो अक्रियावादको भनाइ छ। अनि त्यसपछि नित्यवाद, जसलाई कचायानले सुरु गरेको मानिन्छ। यसले चाहिँ पृथ्वी, जल, तेज, वायु, सुख, दुःख र आत्मा चाहिँ यी 7 तत्त्वहरू चाहिँ स्थिर र नित्य छन्, अनचेन्जेबल छन् भन्ने चाहिँ यो नित्यवादको भनाइ भयो होइन। अनि प्रत्यविज्ञा दर्शन, जसलाई कश्मीरी शैविजम, कश्मीरी दर्शन, शैव दर्शन पनि भनिन्छ होइन, यसले चाहिँ प्रत्यविज्ञालाई जोड दिन्छ, जसको अर्थ हुन्छ आफ्नो वास्तविक स्वरूपलाई नचिनेसम्म, जबसम्म तिमीले आफ्नो वास्तविक स्वरूप चिन्दैनौ तबसम्म तिमीले मुक्ति पाउँदैनौ भन्ने चाहिँ यो उसको प्रत्यविज्ञाको भनाइ भयो होइन। यो चाहिँ अझै हराएको भन्ने छैन होइन, तर यो कुनै टाइममा चाहिँ एकदमै स्ट्रङ दर्शन थियो, तर त्यस्तो स्ट्रङ अहिले चाहिँ छैन। अनि यो दर्शन निकै इन्ट्रेस्टिङ पनि छ होइन, सबैले पढ्नु होला होइन, यसको खोज गर्नुभयो भने चाहिँ एकदमै इन्ट्रेस्टिङ छ होइन। म को हो भन्ने चाहिँ राम्रोसँग बुझ्नुहुन्छ होइन। अनि ल यति नै भयो होइन दर्शनको कुरा। यो विषयमा चाहिँ म पछि गहिराइमा कुरा गर्ने नै छु। तर यो दर्शनहरू, सबै दर्शनहरूले चाहिँ के देखाउँछ भन्दाखेरि यी दर्शनहरू आफू बिच डिबेट गरे होइन, प्रतिस्पर्धा गरे होइन, तर एउटै ठाउँमा पनि सबैले एकअर्कालाई एक्सेप्ट चाहिँ गरे के, कसैले तिरस्कार त्यस्तो गर्ने काम चाहिँ गरेनन् होइन यो दर्शनहरूले। अनि कोही दर्शनहरू भगवान नमान्ने छन्, कोही दर्शन भगवान मान्ने, वेद नमान्ने होइन। अनि यस्तो अनेक दर्शनहरू छन् नि त। तर अनेक दर्शन भए तापनि सबैलाई आफ्नो स्पेस चाहिँ यो हाम्रो पूर्वीय संस्कृतिमा दिएको पाइन्छ होइन। अनि यो दर्शनहरू चाहिँ माधवाचार्यको सर्वदर्शन सङ्ग्रह भन्ने जुन 14औं शताब्दीतिर लेखिएको किताब छ, त्यसमा चाहिँ यो 16वटा दर्शनहरूको उल्लेख गरिएको छ होइन। पढ्नु होला होइन, राम्रो छ। अनि यति भन्दै होइन, दर्शन पढ्नुपर्ने कुरा हो, दर्शनको महत्त्व धेरै छ जीवनमा होइन। सबैले पढौँ दर्शनको बारेमा होइन, दर्शन बुझौँ होइन, आफ्नो परम्परा संस्कृति होइन बुझौँ होइन। यो बाहिरी संसारमा सुख खोज्नुभन्दा आफूभित्र पाइने सुख चाहिँ अमर हुन्छ होइन, लङ लास्टिङ हुन्छ। त्यसैले आफूभित्र सुख खोजौँ, बाहिरी सुखबाट चाहिँ पाइने सुख एकदमै क्षणिक हुन्छ होइन। अर्को हप्ता म फेरि न्याय दर्शनको बारेमा अलि गहिराइमा त होइन, अलि धेरै कुरा गर्ने प्रयास गर्नेछु। आजलाई यति नै, हस् ल बाई।